हाम्रो बिहानको ब्रेकफास्ट यहाँ छ हैन। अब चाहिँ हामी जाने रेडी हुँदैछौँ। फाइनल्ली अबाउट 7:20 मा हामी चाहिँ हिँड्न लागेको। त्यो चाहिँ हाम्रो गाडी भइहाल्यो हैन। सबैजना रेडी हुनुहुन्छ। अहिले चाहिँ मैले मेडिकलबाट चाहिँ एल्टिट्युड सिकनेसको औषधि लिन लागेको हैन। माथि हाइटमा जाँदैछ हामी। हामी चाहिँ अहिले गलेश्वर धाम जाँदैछौँ। जियोस् नजिकै रहेछ बेनीबाट। सो लगभग 5 मिनटको ड्राइभ पछि चाहिँ हामी चाहिँ गलेश्वर धाम आइदो रहेछ। ग्रान्ड छ त पुरै ढुङ्गामाथि है। सही हो ल। हामी चाहिँ पुरै भर्याङ झर्दै जानुपर्ने रहेछ। रमाइलो भइरहेको 7 सेकेन्ड डे हाम्रो होइन। पुरै ठुलो चट्टान छ त है। बल अब यतातिर चाहिँ हाम्रो अब मन्दिर हिँड्दै यताबाट छिर्नु रहेछ। ल भित्र अब हामी पुरै हिँड्दैछौँ। सो जुत्ता चप्पलहरू हामीले यहाँ राखेर भित्र छिरौँ। अब पुरै ढुङ्गाको छ यार। ढुङ्गै ढुङ्गा माथि ल दाम। यहाँ आउँदाखेरि चाहिँ एकदम आनन्द शान्ति होइन। त्यस ग्रान्ड छ डिजाइन छ ल ढुङ्गामाथि। ढुङ्गै ढुङ्गामाथि हामी चाहिँ अहिले मन्दिर परिक्रमा गर्दैछौँ। यस्तो मजाले खोलाको हुन्छ नि साउन्ड आवाजहरू दामी आइरहेको छ ल। भित्र हवन भइरहेको छ यताभित्र। यो सबै सिङ्गल स्टोन एउटा ढुङ्गाबाट बनेको। सबै एउटै ढुङ्गाबाट बनेको है। माथि गाडी छ। हामी हिँडेर चाहिँ उतै भरिङबाट हिँडेर तल झर्दै र घुमेर आउनुपर्ने रहेछ। हामी अर्को उकालोको बाटो हिँड्दै जाउँ है त गाडीसम्म चाहिँ। बाटोमा पहिरो गयो छ त। ए बाटो सफा गरिरहेको रहेछ ल। पोखरै बगर भन्ने ठाउँमा आइपुग्यो। सो यो चाहिँ हाम्रो तातेपानी बजार। यो चाहिँ हाम्रो दाना बजार चाहिँ। अब चाहिँ हामी रुप्से झरनामा आइपुग्यो ल। ल रुप्से झरना। सो गाइज हामी चाहिँ अहिले रुप्से झरना आइपुग्यो ल। हेरौँ है त ल। दामी ल। अहिले चाहिँ हामी लगभग बेनीबाट चाहिँ हामीलाई 1.5 आवर्सको ड्राइभ रहेछ होइन। दामी छ ल। ड्राई सिजनमा पनि यति भनेको त बबाल हो ल। रुप्से झरनामा फोटोसुट गरिरहेको छ होइन। कस्तो भइरहेको छ? चढेर गयो भने चाहिँ दामी भिडियो देख्छ जस्तो लागिरहेको छ। म माथि चढ्छु है त ल। हामी चाहिँ यो माथि चढ्दैछौँ। चढ्नु त्यहाँ माथि गएर हेरौँ ल।
बाफे ल उकालो उकालो हिँड्दैछ पुरै हेर्नु त डाँडा छ डेन्जर ल यताबाट पनि दामी देख्दो रहेछ ल झर्ना चाहिँ एकदमै क्लोज आइसकेको छ अहिले नजिकै कस्तो ठुलो ढुङ्गा छ होइन यो काटेर गयो भने चाहिँ त्यहाँ दामी देख्छ होला सो माथि जाँदैछौँ हामी अब एकदमै नजिकबाट आयो ल लगभग 20 मिनट्स जति हामीले रूपसे झर्नामा फोटोसुट गरेर अब चाहिँ माथि जाँदैछ रेस्टरुम पनि रहेछ सो अहिले चाहिँ म रेस्टरुममा आएको सो बन्दैछ जस ठाउँ चाहिँ यहाँ चटपटे पनि खाँदैछ बनाएर रूपसे झर्नामै छ अझै हामी यो चाहिँ हाम्रो विश्वको सबभन्दा गहिरो खोज अब हामी चाहिँ मुस्ताङ जिल्ला छिर्यो ल वेलकम टु मुस्ताङ सो यहाँ पेट्रोल पम्पमा अब हामी पेट्रोल हाल्न लागेको यो चाहिँ घाँसा मुस्ताङ ल मुस्ताङको पेट्रोल पम्प ल माथि छ पेट्रोल पम्प कि यही मात्र हो अब यही मात्र रहेछ सो हजुर आउनुभयो भने चाहिँ यहाँबाट हालेर जानु होला ल हाम्रो घाँसा ल मुस्ताङको कैको गाउँ रे यो चाहिँ होइन कैको गाउँ ल यो चाहिँ हाम्रो छयो गाउँ है त मुस्ताङको छयो गाउँलाई दामी हिमाल देख्न लाग्छ होइन बादल देखे पनि बब्बाल छ ल हेर्नु त दामी ल गाइस मेती बजार आयो हामी मेती बजार भन्ने फटाका छ हामी चाहिँ यहाँ याकको चिया खानु हुँदैछ कुरिरहेको दामी छ ल ल अब चाहिँ हामी यहाँ याकको तातो चिया खाउँ होइन सो हामी चाहिँ अहिले याकको चिया खाँदै अनि हिमालहरू चाहिँ आज खासै क्लियर देखिएको छैन अलिअलि देखिरहेको छ आज चाहिँ अलिकति वेदर क्लियर नभएको बेला परेछ हाम्रो चाहिँ खाएको मिठो लाग्यो चाची कस्तो मान्थ्यो पनि छ मिठो है ल ओके सो अब हामी यहाँबाट चाहिँ हिँड्नु लाग्यो होइन अनि यहाँ चाहिँ खाना चाहिँ भेज खाना खानु भन्छ 350 चिकन खाना 550 सो ठिक छ रेटहरू पानीको 50 रुपियाँसम्म छ यहाँसम्म चाहिँ अहिलेसम्म चाहिँ सो माथि गएपछि चाहिँ कति हुन्छ हेर्दै जाउँ हामी है त यो चाहिँ हाम्रो मुस्ताङको लाडजुङ बजार पोखर खेती ल अनि यहाँ कोवाङको स्याउ बजार स्याउबारीलाई यो फार्ममा मजाले अहिले भइरहेछ दसैँ तिहारसम्म यो हाल्नु सक्छ है टुकुचे बजार नीलगिरी हिमाल देखिरहेको छ आज अलिकति वेदर क्लियर छैन सो वेलकम टु मार्फा ल हामी मार्फा आयो मैले यो चाहिँ मार्फा बजार ल हामी चाहिँ मार्फा आयो ल यो चाहिँ याकको छालाहरूबाट बनाएको रहेछ है चौरीको चाहिँ हामी जेरी गल्ली जाँदैछौँ जेरी गल्लीमा गएर चाहिँ अब यसो अलिकति
फोटोसुट भिडियो सुटहरू गर्नुपर्छ त्यहाँ गएर चाहिँ भ्यू पनि क्या दामी ल बब्बाल छ होला यताको चाहिँ यो चाहिँ अब जेरी गल्लीको बाटो यता चाहिँ मजाले स्याउको बोटहरू छ अनि अमरसिंह गल्ली यता माथि गयो भने चाहिँ ल बब्बाल ल बोटमा चाहिँ अलिक धेरै पानी चाहिन्छ जस्तो है सो मजाले फुलहरू फुलेर छ होइन यो चाहिँ स्याउको फुलहरू भइहाल्यो अब यसबाट फल्छ स्याउहरू चाहिँ यहाँ चाहिँ अब याक्कै फरहरू बनेर बस्ने ठाउँहरू रहेछ है गाइस यहाँ चाहिँ चट्ट ड्रेसहरू चेन्ज गर्ने ठाउँ रहेछ ल म चाहिँ ड्रेस चेन्ज गरेर खतरा भएर आएछु त ल बब्बाल ल दामी देख्दो रहेछ ल हामी चाहिँ त्यो ड्रेस लगाएर अब गुम्बातिर जाँदैछौँ अनि जेरी गल्लीमा हामी घुमघाम गर्दै ल यो चाहिँ धौलागिरी बेस क्याम्प जाँदो रहेछ है त सो यो बाटो चाहिँ अहिले चाहिँ जेरी गल्लीभित्र आइसक्यो हामी चाहिँ म चाहिँ जेरी गल्लीभित्र हिँड्दैछु ल सो फाइनल्ली हामी चाहिँ एकदम फेमस जेरी गल्ली आइसक्यो है सो क्या दामी स्याउ बगान ल हामी स्याउ बगानमा छिर्दैछौँ अहिले सबै स्याउ नै स्याउ ल सबै हाम्रो स्याउको बगान माथि गुम्बा छ गाइज यहाँको स्याउ बगान र भ्याली हेर्नुहोस् ल यहाँ चाहिँ याकको खोर रहेछ ओ याकको सिङहरू यहाँ चाहिँ याक यो चाहिँ हाम्रो खानेकुरा ल हामी 120 भयो होइन यहाँबाट धुम्बलतिर जाँदैछौँ धुम्बा सो अब हामी खानासाना खाएर जेरी गल्लीहरू घुमेर धुम्बा जाँदैछौँ 120 भयो 15 मिनट जति पुग्छ अरे सो लेट्स गो यो चाहिँ हाम्रो जोमसोम एयरपोर्ट है त ल हामी चाहिँ अहिले जोमसोम बजार आयो डेन्जर हावा लाग्दो रहेछ ल लगभग हाफ एन आवरमा हामी चाहिँ धुम्बाताल आइपुग्यो अहिले भ्यू दामी छ धुम्बाताल अलिअलि पानी पनि परिरहेछ हामी आउँदाखेरि चाहिँ याक होइन पार्किङ गर्ने ठाउँहरू चाहिँ यहाँ रहेछ सो गाइस अहिले चाहिँ हामी यहाँ धुम्बा लेक आइसक्यो ल हामी चाहिँ फाइनली मुक्तिनाथ आइपुगेको छ ओहो पुरै घोडाहरू त्यहाँ रहेछ होइन मान्छे घोडा चढेर जाने होला नि अब पार्किङबाट चाहिँ हामी हिँड्दैछौँ ओके सो हजुरहरू घोडा चढ्न पाउनु छ है घोडा चढेर चाहिँ 15 मिनटमा पुग्छ अरे 400 रुपिज है
सो सबै घोडाहरू त्यहाँ चाहिँ हाम्रो टोलीहरू चाहिँ सबै हिँड्दै जान लाग्यो ल हामी चाहिँ हिँड्न सुरु गरियो हामी चाहिँ 3 बजे लगभग 3 बजे तल पार्किङबाट हिँड्यो सो हेरौँ कति टाइम लाग्दो रहेछ हामीलाई चाहिँ सो हामी जाने चाहिँ माथि त्यही नै हो जस्तो लाग्यो है त चाहिँ घोडा चढ्न गाह्रो लाग्छ भने चाहिँ यसरी पनि जान मिल्दो रहेछ है त अब हाम्रो भर्याङ भएको ठाउँ चाहिँ आइपुग्यो ल बिस्तारै हामी उकालो हिँड्छ ल अब हामी भर्याङ सुरु गर्दैछौँ घोडाबाट जानेहरू चाहिँ यताबाट जानुहुँदो रहेछ त्यो छ मान्छेहरूलाई ल लगभग 20 मिनट हिँडेपछि चाहिँ हामी यो उकालोमा आइपुग्यो अहिले 3:20 भयो सो माथि मन्दिरमा पुग्दाखेरि कति बज्दो रहेछ हेरौँ है त एकचोटि चाहिँ 3:30 मा लगभग आधी घन्टा हाफ एन आवरमा चाहिँ यहाँसम्म आइसक्यो कस्तो दामी भ्यू छ हेर्नु ल पहाडहरू सबै देखिन्छ तलबाट यहाँ आएको यो गेटबाट पनि अझै भित्र जानु पर्दो रहेछ हामी चाहिँ सो लेट्स गो So finally around 35 minutes मा चाहिँ हामी मन्दिर ल सबैजना रेडी हुँदै हुन्छ जय श्री मुक्तिनाथ बाबा की जय जुत्ताहरू चाहिँ यता राखेर अनि हामी नुहाउन जानुपर्छ उता गाइज भर्खरै कपडा फुकाल्यो अब हामीले अब स्नान गर्न जानुपर्छ है त चाहिँ अब स्नान गर्न जान लाग्यो अरू त्यो कुण्डमा जानुपर्ने रहेछ अनि दर्शन गर्ने हामी चाहिँ अब आइयो होइन यहाँ 108 वटा धारा ल 108 वटा धारा आइम अलरेडी ल धारामा ओहो चिसो के भयो के पनि खिचेन सो अहिले भर्खरै 108 वटा धारामा आएर आयो लास्टै चिसो ओहो नुहाएर भ्यायो अब चाहिँ कपडा फेरेर दर्शन गर्न चाहन्छ हामीले ल गाइज 108 वटा धारा हामी आइसकेको छौँ है सिट चाहिँ भित्र चिसो चिसो बाफ्रे डेन्जर चिसो छिर्ने ठाउँ चाहिँ यहाँबाट ठ्याक्कै हो धाराबाट यसरी जानुपर्छ हामी चाहिँ यताबाट ल मुक्तिनाथ दर्शन गरेर यता बुद्धको ठुलो मूर्ति रहेछ है त्यहाँ जाँदैछौँ बुद्धिको क्या दामी मूर्ति हेर्नुहोस् त ल बाबा ल कस्तो दामी ल जस कस्तो दामी भ्यू ल अवश्य हामी दर्शन गरेर फर्किँदैछौँ अवश्य हामी यहाँ गाइड चढ्ने ठाउँसम्म आइसक्यो होइन लास्टै चिसो भएर अब हामी के खाजा खाउँ भनेर यहाँ छिरिरहेको छु होटलमा चाहिँ रुमको चाहिँ 2500 देखि 4000सम्म पर्दो रहेछ मुक्तिनाथमा चाहिँ खाना चाहिँ भेजको 550 देखि चिकन 650 अनि मटन 750 त्यस्तै रहेछ सो ठिकै हो अब यति हाइटमा छ होइन ल हाम्रो चिया आयो हामी चाहिँ यहाँबाट अब 5:30 बजे दर्शन गरेर खाजासाजा खाएर हिँड्यो ल
गुम्बाहरू ल दामी ल गाइज हामी चाहिँ चुङसाङ जाँदै हो होइन तर त्यो बाटो चुसाङ होइन हजुर चुसाङ हो ल क्या बबाल हेर्नु त ल सही हो ल सो गाइज अहिले चाहिँ हामी छुसाङ जाने बाटोमा छौँ है सानो खोज जस्तो रहेछ बबाल छ ल छिरिदिउँ नि त है यहाँ केभ रहेछ है माथि डेन्जर ठाउँ छ यार ल आइयो यो कस्तो खतरा ठाउँ यार वरिपरि पुरा ढुङ्गा खोर्सिनेहरू पुरा ढुङ्गा खसिरहेको छ कि माथिबाट चाहिँ मलाई एकछिन त क्या डर लागिरहेको थियो भित्र के भित्र जाँदाखेरि हुन्छ नि माथि पनि बा डेन्जर छ यार दामी रहेछ ल गाइस यो चाहिँ हाम्रो निलगिरी है कस्तो दामी भ्यू ल बबाल ल गाइस कस्तो पिरामिड जस्तो देखेको यार सही हो कस्तो स्ट्रेट यार हिमालय यार यो पहाड है मिलाएर मान्छेले काटे जस्तो छ त यार है ल हेर्नुहोस् त ल कस्तो स्ट्रेट ल मान्छेले काटे जस्तो छ ल खोलाको बाटो आइयो खोला बढेछ है कसरी जाने हामी यताबाट जाने बस ल है बाटो चाहिँ बब्बाल र दामी ल फाइनल्ली हामी छुसाङ आयो ल वेलकम टु छुसाङ 640 चाहिँ हामी छुसाङ आइपुग्यो दामी छ हावा पनि बब्बाल लागिरहेछ है साइकलहरू ल्याउँदाखेरि चाहिँ यहाँ रेजिस्टर गर्नुपर्ने रहेछ अनि 2800 मिटरको एल्टिट्युड रहेछ है त ल शालिग्राम खोज्यो भने शालिग्राम पनि यही तल यो खोलामा पाउँदो रहेछ सो हामी चाहिँ खोज्छौँ एकछिनमा गएर जस दामी छ ल ल हामी बस्ने होटल पनि आइपुग्यो सो होटल जाउँ अब सो गाइस अहिले चाहिँ हामी अब एकाक डिनर गर्न लागेको ओके सो सबैजना डिनर गर्दैछु यहाँ